छहरापछिको हाम्रो यात्रा रक गार्डन हुनेवाला छ। दायाँतर्फको बाटो घर जाने थियो भने बायाँतर्फको बाटो रक गार्डनको थियो। निलो आकाशमा सेतो बादलले ढाकेको थियो। वर्षाको बेलामा पनि पानी नपरेकोले हामीलाई मौसमले साथ दिएको भन्नुपर्छ। जब रक गार्डन पुग्यौं, प्रतीक्षालयमा वेलकम टु रक गार्डन लेखेको थियो। त्यहाँ पुगेर हेर्दा लाग्थ्यो कि प्रकृतिको खेल पनि अनौठो छ। रक गार्डनबाट 7 डाँडा पारीसम्म पनि निहाल्न सकिन्थ्यो। केटाहरू क्रिकेट खेलेर मनोरञ्जन गरिरहेका थिए। माटो मुनिबाट उम्रिएका च्याउ जस्ता देखिने यी ढुङ्गा आफैमा सुन्दरता बोकेका छन्। प्रकृतिले दिएको र मानव निर्मित भयो भने अझै राम्रो देखिँदो रहेछ। लभको चिनो, बस्ने ठाउँ, अझ नेपालको झण्डाले वीरताको महसुस दियो। ढुङ्गामा रक गार्डन पनि लेखेको रहेछ। डिभर्नाको गाउँ, सन्धिखर्कको बजारलाई पनि यहाँबाट निहाल्न सकिन्थ्यो। करिब 3 घण्टाको समय हामीले त्यहाँ बितायौं। बस्न मन हुँदाहुँदै पनि हामी त्यहाँबाट निस्किनु पर्यो, किनभने रात पर्न आँटेको थियो। फर्किने क्रममा बाटोको बीचमा रहेको रुख पनि एउटा छुट्टै विशेषता रहेको छ। यसको बारेमा कुनै दिन भ्लग बनाउला। आउँदा मालारानीको मन्दिरलाई दर्शन गर्यौं र हामीले नास्ता खायौं। यो यात्रा हाम्रो निकै विशेष बन्यो।